म अहिले 12:30 बजे कामबाट आएँ। खाना कतिखेर पकाउनु, कतिखेर खानु, 12:30 बजे कामबाट आएर कतिखेर खाना पकाउनु भन्ने होला सबैका विद्यार्थीका है। तर मेरो चाहिँ हुँदैन। मेरो चाहिँ घरमा अलरेडी मान्छे हुनुहुन्छ। त्यही भएर मैले त्यसै खासै दुःख मैले जापानमा भोगिनँ। तर अब जसरी म अहिले राति कामबाट आएँ त्यसरी स्टुडेन्टहरू कामबाट आयो भने त ओ प्रभु कतिखेर खाना पकाउनु भने खान्छन् कि सुत्छन् कि। किन 12:30 बजे भयो, 12:30 बजे खाना पकाउँदा 1:30 बज्छ। 2 घन्टा सिनु कि खाना खानु कि के गर्नु, फेरि होमवर्क होला त्यो कतिखेर गर्नु। ओ माई गड गाह्रो छ है। ओहो गाह्रो छ। त्यही भएर मान्छेको दुर्घटना घट्नेहरू यही कारणले रहेछन् होइन। मर्ने कारणहरू रहेछन्, सुसाइड गर्ने कारणहरू हुन्छ। यस्तै हो होइन। त्यही भएर हार नमान्नु। अहिले दुःख गऱ्यो भने पछि सुख हुन्छ। त्यही हो। कतिखेर के गर्दा हुन् बिचरा हौ। मलाई त्यहाँ मुटु पोलिद। म नि एकचोटि स्टुडेन्टमा आउनु लागेँ हुँ। तर म आइनँ। विविध कारणले म आइनँ। आएँ भने प्रोसेसिङ त गरेन होइन। प्रोसेसमा थिएँ। त्यसपछि मेरो हस्बेन्डले गर्नुभयो, म आइनँ, गरेन। त्यही आनन्दै, मलाई चाहिँ आनन्दै छ अहिले। उहाँले जिन्दगी दुःखका दिनहरू यसरी नै बितायो होला भनेर राति सुत्दाखेरि सम्झिन्छु। त्यही हो। गाह्रो नमानी काम गर्नु। त्यही हो। गाह्रो छ अहिले जापानमा। काम पाइँदैन। काम पायो भने यही हो, कालीरात हुने, मध्यरात हुने। कालीरात होइन साथीहरू, मध्यरात हुन्छ। यहाँ कुकुर डुलाउँदा आइरहन् मान्छे, कुकुर डुलाइरहन् होइन। यिनीहरूको त्यही हो। रात दिन भने काम गर्नुहोस्, भोलि जिन्दगी भयो हुन्छ, नभएस् ठिक छ। अब राम्रो गर्नु, साँचो काम गर्नु। भोलि भगवान्को हात हुन्छ, मान्छेको हात नभए पनि। बाई बाई, गुड नाइट, गुड मर्निङ।